नमस्कार दर्शकबिन, आजको विशेष रिभ्यूमा तपाईहरुलाई स्वागत छ। आज हामी चर्चा गर्दैछौँ सीता सिरियलको। यो सिरियल प्रेम, षड्यन्त्र अनि पारिवारिक द्वन्द्वले भरिएको कथाले समेटिएको छ। कथाको सुरुवात हुन्छ सिरदर एक यस्तो पात्र जसले आफ्नो इज्जत र प्रतिष्ठाको डरले आफ्नै भान्जी अनु र गोठालो रमेशको प्रेममा कुनै हालतमा पनि स्वीकार गर्न सक्दैन अनि सुरु हुन्छ षड्यन्त्रको खेल। सिरदरले चाल चल्छन्, जगतेलाई सुटुक्क भन्छ, तेरो सम्पत्ति हात पारेर तँसँग तेरो श्रीमती डिभोर्स गरेर रमेशसँग भाग्न लागेकी छ। हो न हो यो झुटले जगते र सीताको सम्बन्धमा दरार ल्याउँछ, झगडा हुन्छ, सीता माइती जान बाध्य हुन्छ। दर्शकबिन, सिरदरको चाल यतिमा मात्र सीमित रहनेवाला भने छैन। अब फेरि अर्को झुटको कुरा गरेर गाउँलेलाई उक्साउने एक विवाहित महिला र पुरुष एउटै घरमा सम्बन्धमा नभए पनि कसरी बस्न सक्छन्, यिनीहरूको अनैतिक सम्बन्ध छ भन्ने आरोप लगाएर जुत्ताको माला र चारपाटे मुडेर रमेश र सीतालाई गाउँ निकाल्ने तयारी गर्दैछ। यसै बीचमा अनु आफ्नी आमासँग लन्डनमा फर्किँदैछ र मामा घरबाट निस्कने क्रममा उनी अटोमा बाहिरिन्छ र त्यही बाटो अनु जान्छ। आफ्नी आमासँग लन्डनमा फर्किँदैछ र मामा घरबाट निस्कने क्रममा उनी अटोमा बाहिरिन्छ र त्यही बाटो अनु जान्छन् भनेर रमेश बाटोमा मायाले हेरेर बसेको हुन्छ, तर अनु केही बुझ्न सक्दिन। उनी आफै अन्जान्छन्। यी सबै कुराको षड्यन्त्र अनुको प्रेमलाई तोड्न, रमेशलाई टाढा पार्न साथीहरू गरिएको थियो। यो कुरा अनुले बुझेकी छैन। साथीहरू, अब के रमेश र अनु फेरि एक हुनेछ? के सीता र जगतेको सम्बन्ध पुनः स्थापित हुनेछ? यी सबै प्रश्नको उत्तर पाउन आगामी एपिसोड हेर्न नभुल्नुहोला। तपाईलाई हाम्रो रिभ्यू मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न पनि नबिर्सनु।